खाना के हो यस्तो यो ठुक्क बन छक्क पर्छु। वाउ कस्तो राम्रो यो त भन्नै पर्ने हुन्छ, भनेन भने त मेरो फेरि कस्तो राम्रो के तर साँच्ची कि Let's eat, guys. Let's eat. So guys, talk now. So guys, today we are outing after a long time. So today special not like the BBQ. It's like a grill. So this one see, they have chicken, mutton, and their sauces and mutton soup and she's made with beef. She's made with no beef kadai. Huh? This one, no, this one. I never eat mutton. Yeah, she's not eating the mutton. Let's eat, guys. Now we are eating together. You want to eat chap? Like, how much chap? People chap. We will make the dinner, okay? Yes, he's right. Chili. In the drink. Let's go enjoy. Yeah. You see? Hey, sweetie, can you go inside the hole? Take all. So second time also. Oh, what coming? Coming. Shit, man! Alas. Alas. You want to Take, anything take. Ah. You want more? More? That one not coming. Go there. Yeah, like this. Yeah. Got it, got it. Sorry. See, same face. स्टिकर लेको कि यहाँ के अरे मोरमा टाच्ने सबैमा दिइरहेको छु कि भयो नयाँ सुज स्पोर्ट सुज हो यो चाहिँ यस्तै खालको त्यसपछि सबै स्पेसल दिइन्छ सर के छ बेलन गरेर कुरा दिन्छ आँखा चिल्लो गरेर दिनु है प्रिन्टहेर म पुरै जानु निराश कस्तो खाले दिएको अन्डा मेरो त यत्रो फुटबल जस्तो देखिरहेको छ मोटाएर पड्किन आँटिसक्यो होइन अब आज भरे मेरो हाम्रो प्लान चाहिँ यहाँ भोलि चाहिँ त बारबिक्यूमा जान आँटेको नि त बारबिक्यू अनि त्यसपछि त्यसको लागि सामानहरू किन्नुपर्ने अनि त्यसपछि भरे जो खाना खानु लाग्छ हामी 2-3जनाहरूलाई खानासाना खाएर सामानहरू किन्नु जानुपर्ने छ पानी पर्दैछ मोमो खाने जस्तो हिजो तर मोमो खाएको थिएँ वेदर वाज सो नाइस गाडीहरूको यस्तो हालत छ बिचरा त पानी हिलो भएर क्या मेरो त्यहाँ दाइलाई मैले मेरो त सामान पुग्दिनँ भनेर त मैले लोफ लगेको थिएँ भोलि सबैजना हुन्छ भनेर थोरै भयो यार उपर थोरै भयो 5जना भनेको त ए वर्ल्ड वाइड सेल हुन्छ भने त माइन्डमा सोचिरहेको छु मान्छेले म के गर्छु खाना खानु बित्तिकै भनेर मासु त दिएन
तिमी खारे कुरो चाहिँ दिँदैन एउटा दाइ जानुभएको आउनु भएको थियो क्या मेरो घरमा चाहिँ अनि दाइ चाहिँ ओभर बिल्ला हान्दिनँ क्या मेरो त्यही कालो भयो भन्ने केसमा अनि ठिकै छ त मेरो बाजे चाहिँ कहिले काहीँ हुन्छ जन्मैदेखि अनि बाजे चाहिँ मेरो फुल सपोर्टर यो त मेरो बाजेको अगाडि के भन्यो बाजेलाई त असह्य भयो सहनु सकेन बाजेले काले के भन्दै थियो नि त अनि बाजेले चाहिँ काले भयो भने पढाइबाट राम्रो छ है भन्यो होइन अनि त्यो दाइले चाहिँ त्यो दाइले चाहिँ एक कुपी बाल्नु परेर होला अरे क्या फेरि त्यो कुपी भनेको त्यो हुन्छ नि आगोमा त्यसमा पढेर कालो होला भने त्यति नै हो ठिकै छ हामी चाहिँ वर्ल्ड कप हेर्न जाँदैछौँ होइन म चाहिँ इन्डियाको सपोर्ट अनि आजको वर्ल्ड कपमा चाहिँ अब म त बङ्गलादेशको यार मेरो साथी नै बङ्गलादेश छ म कहाँ अरूलाई सपोर्ट दिनु सक्छु वाउ अफ्रिका हो स्वर चिन्छु नि लुक्नु गएर स्वर चिनेन होला सोनमको बजाइदिनु 1% त छेक्यो नि एटलिस्ट होइन ट्राई हेलो गाइज म चाहिँ जोजोको रुममा आएर बसिरहेको छु यार उनीहरू चाहिँ अब चर्चबाट आउँछ अनि त्यसपछि बारबिक्यूमा जान आँटेको ठ्याक्क भोलि चाहिँ नेपालको न्यू इयर रहेछ है सबैजनालाई ह्याप्पी न्यू इयर सबैजनालाई फलोस् फुलोस् सबैजनालाई राम्रो होस् मेरो आजको आउटफिट अरे हामी आइपुग्यौँ पार्कमा यहाँ हामीले ओछ्याइरहेको छौँ यहाँ प्लास्टिक अनि त्यसपछि यहाँ हाम्रो दाजुभाइहरू यहाँ छन् यहाँ स्टार्ट गर्दैछ यो चाहिँ कुन पार्क भन्दा अस्ति नै हामीले आएको त सेम पार्क हो अस्ति नै यहाँ के भयो फेरि कस्तो उयो अस्ति यहाँ बसेको थियौँ अस्ति चाहिँ अब यहाँ आयो अब अर्को पालि चाहिँ अर्को कदममा यस्तरी नाम चाहिँ समिताको हेरे क्या मेरो नाम चाहिँ मानव प्याथा तपाईँले आफ्नो नाम भन है मेरो नाम आङदेम्बे लिम्बू एमएससी मेरो नाम सुजन रिजाल एमएससी मेरो नाम जोन तामाङ के भन्ने राजुको बच्चा ओइ यो एङ्गलबाट डिफ्रेन्ट अघि भने होइन ओके आयो नि तबाट एमएससी मेरो नाम सोनम लामा एमएससी मेरो नाम प्रवीण मगर कतिखेर आउँछ भाइ भइरहेको सही भने घुम्नु विचार गरिरहेको स्टेप आउनु एमएससी एक्सपायर यार कहाँ गयो घरको भाइको परिचय भाइको घरको यो भागले चाहिँ अस्मिता लिम्बू हो अस्मिता सुब्बा लिम्बू जोन सुब्बा गाइज मेरो हेरेर त क्यामेरा फुटेर अब यस्तो देख्न थाल्यो अघि यहाँ आइ चर्च नगएको फाइदा यही होइन तर यो उयो मात्र हो प्रोटेक्टर मात्र हो क्यामेरा चर्च नगएको फाइदा यही हो बोल्नु पायो भन्दा प्याक बोलिरहेछ आज बोल्ने चान्स छ ओके नो प्रब्लम यहाँ यो हाम्रो यहाँ बोलिरहेछ प्यारो भयो नि माया हो नि यो मेरो के भन्छ म जसलाई यसरी अलिकति बेइज्जत गर्छु त्यसलाई चाहिँ म माया गर्छु त्यही मान्छे मेरो लागि कम्फर्टेबल हो क्या जसलाई चाहिँ म लाइक अब ओके हजुर हजुर भन्नेलाई चाहिँ म अलिकति क्लोज हुँदिनँ क्या त्यो मान्छेलाई म भाइ तिमीलाई दिन्छु क्या छाला भन्दैछु त यता पनि दिन्छु छाला यहाँ एक ग्रुप यता छन् कस्तो उयो बलिरहेको रहेछ यो यहाँ यो फेर्नुपर्ने भयो फेरि 100 दिराम त चुना लाग्ने भइहाल्यो नि फेरि अब हामी चटपट बनाएर खाने हो गाइस मेरो चाहिँ यहाँ के अरे चटपटेको टेन्डर परेको छ अब चटपटे यस्तो दामी पाराले अब धराने भएको त यतिको त कला त देखाउनै पऱ्यो नि होइन त्यही भएर अब यहाँ म यत्रो यहाँ चटपटे खोलेर डे टु डे यहाँ मान्छेहरू 14 तलासम्म सिडीमा हिँड्दै गएको छन् यहाँ ऊ र यता 14 भनेको मतलब 15 तला भन्दा हुन्छ होइन स्यालाक्कै भएर छ नि यहाँ त्यही भएर म चटपटे बनाएर खुवाइदिइहाल्नु भनेको ल लम्बा साल परेर एउटा निदाइ नै सक्छ
मोटाले पाना भइसक्यो मलाई जान नलाएर मैले टेन्सन लाग्छ कसैलाई जान गाइसहरू कसैलाई जान नलागे टेन्सन कसैलाई जान मलाई चाहिँ एकचोटि एकजना साथीले के भन्नुभएको थियो होइन त्यसो भन्नु मैले त्यस्तै भन्नु जति खाने ज्यान लाग्दैन के हो के यसो मतलब मोटाउँदैन भनेर भन्थ्यो जति नेगेटिभ मात्रै कुरा नेगेटिभ तरिकाले मात्रै भन्थ्यो मोटाउँदैन जति खाने त्यस्तै मेरो ज्यानै यहाँ हामीले के भने हामीले त्यो के अरे हाम्रो बोलीमा चाहिँ उहाँले विश्वास गर्नु हाम्रो बोलीमा चाहिँ यस्तो पावर हुन्छ अरे कि होइन हामीले जे बोल्छ नि त्यो हुन्छ नै हो ब्रुसले पनि त्यही भन्छ अनि चाहिँ हामीले तपाईँले जहिले पनि मोटाउँदैन भन्नुहुँदो रहेछ त्यो तपाईँ नमोटाउनु भनेर तपाईँ एकचोटि तपाईँलाई विश्वासै नलागे पनि मोटाउँछ भनेर विश्वास गरेर मोटाउँछ भनेर पोजिटिभ तरिकाले सोच्नु तपाईँ मोटाउँछ त्यसपछि यो कपी हो नुन हो नुन लोक नगरी लैजाइ कति लोक गरे थियो नुनको लागि कस्तो भनेर कस्तो ल्याएर के गर्नु हुन्छ चम्चा बनाउने कि के उयो छैन काटाउँदा यार उयो कसैले चाख्नै सकेन थोरै नुन हाल्नु ठिक छ हो सबै गाई चाहिँ हाम्रो चाहिँ पाक्दैछ है पाक्दैछ यहाँ पकाउने नदेखेको धुवाले अब चाहिँ देखेँ यहाँ हेर्नु त हाई गरिदिनु धुवा चता जान्छ मान्छेले पहिला बाटोमा मुत्थ्यो अरे भन्छ नि दाजु यहाँ त कहाँ हेर्नु त हाम्रो त कति क्लियर छौँ होइन यता धपाउँदैन आएको छैन क्या धुवा हो कि क्या हेर्नु त तपाईँलाई बचाउँदैछ हामीले चटपटी रेडी भएर अब सबैजना खाँदैछौँ है उहाँले मात्रै खान्छ हेरेर बसिरहेको छ मासु पनि अर्डर सेकुवा हेरेर बस्दैछ यो मान्छेको त खोज्छु होला हौ दिएको पनि हौ खोइ खोइ बन्द गरौँ फेरि कस्तो भएर चटपटे गाइस तर अलिक प्राइस चाहिँ अलिक बढी भयो यो मान्छेले साइड साइड ऊ हाम्रो चाहिँ अचार यहाँ खोलिँदैछ अचार चाहिँ यता अचारवाली होइन अब हामीलाई मिठो छ वा उसलाई खाइदिउँ है हाम्रो लु यहाँ चाहिँ ह्याप्पी बर्थडे अब न्यु इयर हुनुलाई चाहिँ अब 15 मिनट मात्रै बाँकी रहेछ है नेपालको चाहिँ यहाँको हाम्रो चाहिँ न्यु इयरको खाइदिउँ अब एक गम खाइदेऊ त डार्लिङ एक चपाउँदै रहेछ फेरि छिटो 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 उभा कोही तपाईँ पनि ल के ए हो छिटो न वाम्मै हाल्नु त मेरो पालो कहीँ त्यो चाहिँ चिकन हो है ल हामी चाहिँ गर्ल्स ग्याङहरू खाइदिउँ ल फेरि एकचोटि वाउ अचार पनि दामी भएछ है गम्मै ह्याप्पी न्यु इयर गाइज ह्याप्पी न्यु इयर Happy New Year. यो चाहिँ 17 हो है 17 इयर सरी यो चाहिँ ब्युटिफुलहरू अब आमा पुरा कमरमा बाँधिरहेको छ नि फोटो खिचाउनुलाई अब कति खन्ने क्या ठिक अब ब्रिटिस लवरमै भिडियो भने अब के गर्नु हाइटले फालिहाल्यो भिडियो बनाउँ न
यस्तो मनको पीडाहरू चाहिँ पुग्नु हुँदैन है हाम्रो we have chicken stock that one you thinking in the water but this one is mix masala we marinated that one there we have the pork little bit and making our brother big brother making the barbecue it's me गाइस यो चाहिँ हाम्रो सेकुवा सेकुलाई चाहिँ अब सादेको सादेको देखाउ न जुगाड चाहिँ यस्तो छ है ल अब यसरी खाने हो ल खाम खाम हातैले मोले हान्छौ तिमीले त दाजुभाइले देऊ है दाम जाको त नुन एउ लागि लागेन अमिलो अमिलोले पुगेन कि जस्तो लाग्यो यहाँबाट हालेको छु मैले त्यहाँले एउटा पिस यसो धेरै अमिलो फेरि दाँत पुडिन्छ ठिक छ अमिलो चाहिँ लाग्यो धेरै दाँत पुडिन्छ म त हजुर ल दाजुभाइहरू ल अब तेरो नाम जस्तो भइरहेको छ यहाँ आउन हाम्रो यहाँ भिडियो बनाउँ त यहाँ हेरेर नाचेर हामी सबैजनाको हालत झनाको त के हुन्थ्यो होला र केही पनि उफ्राएको छैन यहाँ हेर न आम्मा आउनु त यहाँ खोइ खोइ यता खोइ यी ननाच्ने ठगहरूको चाहिँ यस्तो हुन्छ यहाँ थापिहाल्छ त्यहाँ को उफ्रेछ को हाम्रो अनुहार हेर्दा होइन नि त्यहाँ यहाँ बस्छ भने यहाँ दिन्छ एक दुईतिर अब हामी वासरुम जान आँटेको अति भयो फेरि भन्दा के भयो अरे नाच्दा 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 यो त के भयो अफ्रिकन भएछ त दाइ के हो यो कपाल त आम्मा हाम्रो चाहिँ सक्यो सबै कार्यक्रमहरू अब हामी सबैजना फोटो पनि खिचिसक्यौँ अब हामी यहाँबाट हामी यहाँ एउटाको फोटोसुट चलिरहेछ अझै पनि स्टिल अब यहाँदेखि हामी छुट्टिन आँट्यौँ सबैजना कोही मान्छेहरू यता काक्सहरू चाहिँ यता साबिया बस्नुहुन्छ उहाँ जानुहुन्छ अनि अब हामी पनि ट्याक्सीमा जान्छौँ उता काक्सहरू काकाहरू अनि अब यहाँ फोटो सार्दैछन् आफूले पनि फोटो सार्नुपर्ने त्यसपछि बाई बाई गाइज आजको दिन रमाइलो भयो यस्तै भयो अब न्यु इयर पनि लाग्यो न्यु इयर न्यु मी भन्ने चाहिँ भनाइ 2-3 साल भइसक्यो अब त्यो जाँदै गरेको अब कहिले हुन्छ थाहा छैन अब न्यु तर अब यसपालि चाहिँ पक्कै हुने अब ओके गाइस यो कपाल
यो अघि नाचै नाच्दैन नि स्ट्रबेरी जस्तो देखिरहेको छ अनुहार रातो भएर के हो यो कपाल काट्नु चाहिँ काट्यो पहिलाको फोटो हेरेर अलिकति जोसमा के भयो ल गाइस बाई बाई सम्झिँदै गर्नु माया गर्दै गर्नु हेर्दै गर्नु होला बाई बाई दामी भयो त म अड्नै झोला छु है गाइस Guys, I want to show something. See what I got. Don't look at, okay? Don't judge my looks. Just now I came from my duty. Guys, close your eyes. खोया होटल के दीदानिया बटुए मेरा कुतेरी Oh my god, what a sexy तेरे बिना कालो हो या ठीक है मेरा I'm so happy guys